हेलो नमस्ते सबैजनालाई। सधैँ जस्तै आज पनि मलाई एउटा नयाँ भिडियो लिएर आएको छु। यो पुरा हेरिदिनुहोस् है त। धेरैजनाले सोध्नु पनि गर्नुहुन्छ क्या, यो पिआर छ होइन, अब त्यो देशमा काम गर्न पाइन्छ कि पाइँदैन, अथवा अर्को देशमा गएर काम गर्न पाइन्छ कि पाइँदैन भन्नुहुन्छ होइन। अनि सर्वप्रथम त म के भन्छु भने यो पिआर नै के हो भन्ने कुरा चाहिँ सबैले बुझ्नुपर्ने हुन्छ क्या। सर्वप्रथम त पिआर सबै कुरा होइन, एभ्रिथिङ होइन। पिआर भनेको अब एउटा देशले चाहिँ आफ्नो चाहिँ स्थायी बसोबासको लागि चाहिँ अब दिने एउटा कार्ड अथवा डकुमेन्ट भनौँ होइन। त्यो चाहिँ अब वर्क परमिटमा आएर अथवा हुन्छ कि, अथवा स्टुडेन्ट भिजामा आएर हुन्छ कि, अथवा अन्य कुनै पनि भिजामा आएर चाहिँ तपाईँ अथवा युरोपमा कुनै पनि देशमा चाहिँ आउनुभएको छ, अथवा अब आउने प्रोसेसमा हुनुहुन्छ, अथवा आइसक्नु भइसकेको छ, कतिले चाहिँ पाउनु पनि भएको छ होला पिआर होइन। अब कतिले पाउने प्रोसेसमा हुनुहुन्छ। यो पिआर सर्वप्रथम त त्यो देशले चाहिँ आफ्नो देशभित्र बस्नको लागि चाहिँ, कुनै पनि देशले चाहिँ आफ्नो देशभित्र बस्नको लागि चाहिँ दिने स्थायी पर्मिट हो होइन त्यो पिआर चाहिँ। तर त्यो पिआरमा पनि धेरै कुराहरू हुन्छ, मापदण्ड पुरा गर्नुपर्ने हुन्छ। कतिपय कुराहरू मापदण्ड पुरा गरेर अथवा एउटा मापदण्डमा रहेर मात्र त्यो देशले दिन्छ, नत्र पनि जो पाएलाई चाहिँ पिआर पनि दिँदैन। पिआर भनेको जस्ट एउटा देशभित्र, जस्तो कि कुनै पनि देश, अब जस्तो कि डेनमार्कमा अब आएर लिनुहुन्छ भने अथवा त्यो डेनमार्कभित्रको लागि मात्र त्यो योग्य हुन्छ क्या। त्यो पिआर त्यो देशभित्र बसोबास गर्नको लागि चाहिँ दिएको हुन्छ। अथवा कुनै देश अथवा डेनमार्कमा त बाहिर अथवा कुनै युरोपियन कन्ट्रीमा बाट दिन्छ भने, अथवा कुनै पनि देशले मापदण्ड पुरा गरेर त्यो मापदण्डमा रहेर एउटा दिन्छ भने चाहिँ त्यो देशभित्रको लागि स्थायी बसोबास गर्नको लागि दिने हो। र त्यो एभ्रिथिङ होइन। त्यसले चाहिँ कुनै पनि त्यो देशभन्दा बाहिर गएर अर्को देशमा गएर चाहिँ हामीले काम गर्न त्यसले एलाउड दिँदैन, किनकि त्यो भनेको त्यही देशको लागि मात्र अब मापदण्ड पुरा गरेर मापदण्डमा रहेर मात्र पुरा गरेर त्यसलाई दिने हो। जस्तो कि अब यो डेनमार्कमा चाहिँ अब कसैले पाउनु भएको होला, कसै प्रोसेसमा हुनुहुन्छ, अथवा कसैले अब पछि आएर पाउनु होला। अब जस्तो कि एक्जाम्पल भनौँ, तपाईँलाई कुनै पनि मापदण्डमा रहेर अथवा मापदण्डमा भित्र रहनुहुन्छ अथवा तपाईँले पाउनुहुन्छ त्यो। अनि त्यस पछाडि चाहिँ के हुन्छ भने चाहिँ कतिको सोच हुन्छ भने चाहिँ अब के हुन्छ भने यो पिआर भइसकेपछि सबै कुरा भयो भन्ने हुन्छ होइन। तर होइन, किनकि एउटा मापदण्ड पुरा गरेर त्यो मापदण्डमा रहेर अनि तपाईँले त्यसैलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ। जस्तो कि पिआर पाउनुभयो भने चाहिँ तपाईँ धेरै समय चाहिँ तपाईँ देशबाट बाहिर गएर बसोबास गर्न सक्नुहुन्न। तपाईँलाई लिमिटमा मात्रै तपाईँलाई टाइम दिएको हुन्छ, किनकि तपाईँलाई एउटा क्राइटेरिया दिएको हुन्छ। जस्तो काम गर्ने कुरामा भएको हुन्छ, बसाइको कुरामा भयो, हरेक कुराहरूमा चाहिँ तपाईँलाई एउटा मापदण्ड अथवा एउटा क्राइटेरिया हुन्छ। त्यो क्राइटेरिया पुरा गरेर मात्र तपाईँलाई त्यो पिआरमा तपाईँ बस्न सक्नुहुन्छ अथवा पिआर दिएको हुन्छ। अनि यो एभ्रिथिङ हो भने तपाईँले जति पनि सेवा सुविधा लिन सक्नुहुन्छ त्यो देशभित्र लिन सक्नुहुन्छ। देशको त्यो कुनै पनि देशले तपाईँलाई दिएको छ भने त्यो देशभित्र तपाईँ रहेर त्यहाँको शिक्षा, स्वास्थ्य, अन्य हरेक कुराहरूमा चाहिँ तपाईँले त्यसभित्र लिन सक्नुहुन्छ। अथवा काम गर्ने कुरामा, व्यापार, बिजनेस, हरेक कुरा तपाईँले त्यस देशभित्र मात्र गर्न सक्नुहुन्छ। तर त्यो पिआरले चाहिँ अर्को देशमा गएर चाहिँ केही पनि गर्न पाउनुहुन्न। तपाईँ अर्को देशमा गएर गर्नको लागि चाहिँ अर्को देशमै गएर तपाईँले प्रोसेस चाहिँ अर्को देशकै हुन्छ रुल्स। अनि पिआर भएकोले सबै कुरा गर्न पाउँछ अथवा सबै कुरा हुन्छ भन्ने होइन। र अर्को कुरा के हुन्छ भने यो पिआर र सिटिजनमा पनि फरक छ है। अब कतिपयलाई के हुन्छ भने पिआर भनेको सिटिजनै जस्तो हुन्छ होइन, तर सिटिजन होइन। सिटिजन भनेको र पिआरमा धेरै फरक छ। अब पिआर एउटा मापदण्ड पुरा गरेर मापदण्डमा राखेर मापदण्ड अनुसार नै अब हामीले त्यो पाउँछौँ अथवा दिन्छ भने सिटिजन भनेको एउटा नागरिक हो। सिटिजन भनेको एउटा नागरिकले पाउने अधिकार र पिआरले पाउने अधिकारमा धेरै फरक छ। त्यही भएर हामीले यो कुरा बुझ्नुपर्छ कि सिटिजन र पिआर पनि एउटै होइन। अब धेरैको सोच के हुन्छ भने चाहिँ पिआर त सिटिजन जस्तै हो जस्तो लाग्छ होला। अनि सायद त्यही अनुसार चाहिँ तपाईँले अब एक देशले अर्को देशमा पाउँछ कि पाउँदैन अथवा पाइन्छ भन्ने जस्तो कुरा गर्नुहुन्छ होइन। तर त्यो चाहिँ होइन, किनकि एउटा तपाईँ जुन देशमा तपाईँले पिआर पाउनुभएको छ त्यो देशको लागि मात्र हो। तपाईँ त्यो देशको लागि योग्य हुनुहुन्छ अथवा त्यो देशको लागि तपाईँ मापदण्डमा हुनुहुन्छ, तपाईँले त्यो देशकोमा चाहिँ सबै कुराहरू गर्नुभएको छ भने तपाईँले त्यो देशको लागि मात्र तपाईँलाई दिन्छ। तपाईँ देशको लागि मात्र तपाईँ भ्यालिड हुनुहुन्छ। तर त्यो देशभन्दा बाहिर जानको लागि चाहिँ अरू देशमा गएर बसोबास गर्ने, अन्य गर्न काम अथवा हरेक कुरा व्यापार बिजनेस गर्न तपाईँलाई त्यो पिआरले चाहिँ एलाउड दिँदैन।
कुनै पनि देशमा। तर सिटिजन भनेको अब नागरिक, तर अब त सिटिजन भनेको सिटिजनले चाहिँ अब काम गर्ने कुरामा हरेक कुरामा कुनै पनि त्यो मापदण्ड हुँदैन, अथवा बसाइको कुरामा अथवा बाहिर जाने कुरामा अथवा अन्य देशमा गएर काम गर्ने कुरामा यो सिटिजनले चाहिँ त्यति मापदण्ड चाहिँ हुँदैन। त्यो तपाईँको आफ्नो इच्छा अनुसार चाहिँ गर्न सक्नुहुन्छ। तर पिआर जुन तपाईँ पिआर होल्डर हुनुहुन्छ, तपाईँ पिआर होल्डरले चाहिँ त्यो चाहिँ गर्न पाउनुहुन्न। बसाइका कुरामा अथवा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ, त्यसपछि कामको कुरामा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ। अब अन्य कुरामा तपाईँले मापदण्ड पुरा गर्नुहुन्छ, रुल्स रेगुलेसन फलो गर्नुपर्ने हुन्छ। तपाईँले रुल्स रेगुलेसन फलो गर्नु भएन भने कुनै दिन पनि तपाईँलाई क्यान्सल गर्न सक्छ होइन। त्यही भएको भएर पिआर चाहिँ जस पर्मानेन्ट रेसिडेन्स भनेर तपाईँलाई जुन दिन्छ त्यो चाहिँ त्यो देशभित्रको लागि मात्र हो। त्यही भएर तपाईँले चाहिँ पिआर छ अथवा ऊ छ भने चाहिँ तपाईँ त्यही देशको लागि मात्र योग्य हुनुहुन्छ होइन। त्यही भएर त्यही देशको रुल्समा बस्नुहोस्, त्यही देशको कानुन अनुसार, त्यही देशको अब मापदण्ड अनुसार तपाईँले काम अथवा बिजनेस व्यापार अथवा के गर्दै हुन्छ, सेवा सुविधा लिन सक्नुहुन्छ अथवा काम कारबाही गर्न सक्नुहुन्छ, सिर्फ त्यही देशको लागि मात्र है, त्यही देशमा मात्रै गर्न सक्नुहुन्छ। तर त्यो कुरा चाहिँ भिजिटको लागि अन्य केसको लागि युरोपमा चाहिँ यो अथवा सजिलो छ, त्यही भएर एक देशको भिजाले अर्को देशमा जान सकिन्छ, त्यो कुरा अब अर्को पार्ट भयो। तर अन्य क्रियाकलापको लागि चाहिँ तपाईँ चाहिँ एलाउड दिँदैन है पिआरले चाहिँ। र तपाईँसँग सिटिजन छ भने चाहिँ फेरि तपाईँलाई चाहिँ एलाउड दिन्छ, त्यसमा चाहिँ कुनै मापदण्ड हुँदैन। तपाईँको त्यो आफ्नो स्वेच्छाले चाहिँ हरेक कुरा, हरेक देश, हरेक काम कारबाही अथवा हरेक मापदण्डमा तपाईँ आफ्नो स्वेच्छाले चाहिँ गर्न अथवा अगाडि बढ्न सक्नुहुन्छ है सिटिजन छ भने। तर पिआरले चाहिँ गर्नु पाउनु हुँदैन। त्यही भएर यति बुझ्नुहोस् कि तपाईँ यति तपाईँसँग पिआर छ अथवा पिआर पाउनु हुनुहुन्छ अथवा भोलि पिआर पाउनु होला होइन, तपाईँले कसैले भन्दा पिआर सबै कुरा हो। तर पिआर सबै कुरा हुन्छ, तर मापदण्ड पुरा गर्नुभयो भने त्यही देशको लागि मात्र हुन्छ है, त्यो देशभन्दा बाहिरको लागि हुँदैन, अरू देशको लागि चाहिँ हुँदैन। तपाईँ देशभित्रको रहनको लागि तपाईँ त्यो मापदण्डमा रहनुपर्ने हुन्छ। कामका कुरामा भए, बसाइका कुरामा भए, तपाईँ धेरै लामो समय देश छोड्न सक्नुहुन्न होइन। तपाईँलाई धेरै कुराहरू क्राइटेरिया तपाईँसँग हुन्छ, त्यो तपाईँले पुरा गर्नुपर्ने हुन्छ। त्यही भएको भएर गाह्रो पनि हुन्छ, पिआर पाइसके पछाडि गाह्रो पनि हुन्छ। तपाईँ रुल्सहरू सबै कुराहरू फलो गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँले जति फलो गर्न सक्नुहुन्छ, तपाईँ रुल्सहरू सबै कुराहरू तपाईँले अथवा मापदण्डमा रहन सक्नुहुन्छ, मापदण्ड पुरा गर्न सक्नुहुन्छ भने चाहिँ त्यो तपाईँको लागि नै फाइदा हुन्छ। त्यही भएर यदि तपाईँ पिआर छ भने तपाईँ आफ्नो जुन देशमा पाउनु भएको छ त्यही देशमा बसेर तपाईँले त्यहीँको रुल्स एन्ड रेगुलेसनमा बसेर तपाईँ काम हरेक कुराहरू त्यहीँ गर्नुहोस्, अनि त्यही नै सेवा सुविधा त्यही देशबाट लिनुहोस् है। अनि यो सिटिजन छ भने चाहिँ सिटिजनको लागि चाहिँ कुनै देश अथवा कुनै मापदण्ड चाहिँ हुँदैन, यो चाहिँ अर्को पार्ट हुन्छ। सिटिजन र पिआर चाहिँ एउटै होइन है त। ल हस् त, तपाईँलाई ल त्यस्तो अरू कुनै त्यस्तो भयो भने चाहिँ म्यासेज कमेन्ट गर्नुहोस् है त, म फेरि अर्को भिडियो लिएर आउने छु। हस् त, धन्यवाद।